गौथली फिल्मबाट चर्चामा आएका अरुण छेत्री आखिर को हुन् त? नेपाली चलचित्र क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल युवा तथा प्रतिभाशाली अभिनेता हुन् अरुण छेत्री। साधारण पृष्ठभूमिबाट आएर आफ्नै मेहनत र कडा परिश्रमले दर्शकको मन जित्न सफल अरुणको यो यात्रा धेरैको लागि प्रेरणादायी छ। त्यसैले भिडियो अन्तिमसम्म हेर्नुहोला। आउनुहोस् भिडियोतर्फ। अरुण छेत्रीको वास्तविक नाम अरुण बेलबास हो। उनको जन्म 6 फेब्रुअरी 1996 मा नेपालको दाङ जिल्ला स्थित घोराईमा भएको थियो। उनी बाल्यकालदेखि नै कला क्षेत्रमा विशेष रुचि राख्थे। आफ्नो अभिनय सपना पूरा गर्न उनले जापानमा गरिरहेको मोडलिङ र आरामदायी जीवन छोडेर नेपाल फर्किने निर्णय गरे। उनले सन् 2017 मा हाइलाइट नेपालद्वारा उत्पादित बेस्ट सिरिज लास्टै राग भोबाट आफ्नो व्यवसायी अभिनय यात्रा सुरु गरेका थिए। त्यसपछि उनले मायाको संसार जस्ता छोटो चलचित्रहरूमा पनि काम गरिसकेका छन्। उनको जीवनमा ठूलो मोड तब आयो जब उनले अडिसन मार्फत बहुचर्चित नेपाली चलचित्र महापुरुष 2022 मा मुख्य भूमिकाको लागि छाने, जुन चलचित्र प्रदीप भट्टराईले निर्देशन गरेका थिए। यही चलचित्रबाट उनले देशव्यापी रूपमा अपार माया र ठूलो ख्याति कमाउन सफल भए। महापुरुषको अपार सफलतापछि अरुणले पछि फर्केर हेर्नु परेन। उनले सन् 2023 मा प्रदर्शन भएको चलचित्र प्रेमा, त्यसपछि ज्याकी आई एम 21 2023 मा र आगामी चलचित्र गौथली 2026 मा जस्ता प्रोजेक्टहरूमा आफ्नो दमदार अभिनय प्रस्तुत गर्दै आएका छन्। हिरो बन्ने सपना बोकेर जापानबाट स्वदेश फर्किएका अरुण छेत्री आज नेपाली चलचित्र उद्योगका उदुम्मान र भरपर्दो स्टार बनिसकेका छन्। उनको यो सङ्घर्ष र सफलताको कथा हामी सबैको लागि प्रेरणादायी छ। यो भिडियो तपाईको लागि कस्तो लाग्यो प्रतिक्रिया दिन भने नबिर्सिनुहोला।